तल मुनि जमिनमा फल्छ के यस्तोमा हेर्न सक्नुहुन्छ ए यस्तोमा फल्छ यो चाहिँ है अनि सो यस्तो छ खोलाहरू जस्तो छ अनि मम्मी चाहिँ त्यो काट्ने रे बाख्रालाई त्यो केराको पातहरू काट्ने रे के अलैँची आमा अलैँची त खोइ देखाउनु न थोरै एउटा निकाल्नु त मम्मी अब असारमा दुई पाक्छ यो असारमा के रे साउनमा अहिले पाकेको छैन है पाएको छैन एउटा निकाल्नु न हेर्नु पर्यो यस्तो अलैँची देख्नुभयो तपाईँहरूले अलैँची चाहिँ यस्तो हुन्छ कि यसरी रोप्छ कि फल्छ अलैँची हेर्न सक्नुहुन्छ यो अलैँची भनेको अब कतिले थाहा छैन होला तरकारीतिर हाल्ने हो क्या यो कम त महँगो छ यो आमा अहिले यो पाकेपछि नि गाइजहरू यति गुलियो हुन्छ कि होइन पाकेपछि लास्ट गुलियो हुन्छ अझै अमिलो छ होइन छिप्या छैन यो साउनलाई सायद असार साउनतिर पाक्ने हो होइन अनि पाक्ने यसलाई टिपेर सुकाएर चाहिँ बेच्नु भने किलोकै लगभग कति छ होला 2-3 हजार कति होला त्यो मलाई थाहा भएन यो सधैँ मेरो मम्मीको चाहिँ मेहनत हो होइन मम्मीले मेहनत गरेर हो यस्तो भएको चाहिँ अनि मेरो मम्मीले हेर्नु एक्लैले यस्तो मेहनत गरेर तलसम्म छ होइन खोला अनि यतातिर हेर्नु कस्तो भइरहेको छ यस्तो पुरै अलैँची छ क्या अनि यहाँ मात्र होइन उता घर नजिकै पनि कति धेरै छ होइन यो चाहिँ अलैँची भन्छ यसलाई चाहिँ होइन तपाईँहरूतिर के भनिन्छ अब अर्कै भन्छ भने चाहिँ यसो कमेन्ट गर्नु होला हाम्रोतिर चाहिँ अब अलैँची नै भन्छ क्या यसलाई चाहिँ सो अनि अलैँची भन्ने चाहिँ तपाईँहरूलाई देखायो होइन मेहनत गऱ्यो भने गाउँ घरमा पनि एकदम बबाल छ होइन त्यही हो सबैजना मेहनत चाहिँ गर्नुपर्छ होइन मेहनतको फल मिठो हुन्छ नि त एकैचोटि खाउँ एकैचोटि मराउँ भनेर पनि हुँदैन मेहनत पनि गर्नु पऱ्यो नि त के गरेर देखाउनु पऱ्यो अनि मात्रै पो फल छ त होइन सो गाइज म चाहिँ अहिले घर आइपुगिसक्यो हामी मम्मी र म चाहिँ अहिले घर आएर त्यहाँ आँपको बोट छ कि हाम्रो हो त्यहाँ अनि म चाहिँ अहिले आँप टिप्नलाई जाँदैछु अनि आँप पाक्छ अरे क्या अहिले टिपेर उ गऱ्यो भने अनि त्यही हो अहिले म आँप टिप्न जाँदैछु माथि रुखमा चढेर गाइज आँप 7वटा आँप त यत्रो ठुलो रुखमा यार एउटा यतिमा त 6-7वटा मात्र आँप रहेछ त्यो यतातिर हावा आउँछ नि त त्यही भएर पुरै हावाले खाइसकेको रहेछ कि आँप चाहिँ पहिल्यै सानोमै मैले फेरि अमिलो चिज लास्टै मनपर्छ फेरि सो गाइज घरमा आइसक्यो अब हामी खानासाना खानुपर्छ एकछिनमा अनि सो गाइज म चाहिँ यतिखेर आँप काटेर चाहिँ खाइरहेको छु हरियो आँप के पाकेको छैन आँप चाहिँ हरियो खोर्सानीसँग चाहिँ टक्क उ गरेर होइन हरियो खोर्सानी पिनेर यस्तो बबाल मजा आउँछ होइन टक्क गाउँघरको हरियो खोर्सानी चाहिँ खोर्सानी पनि लास्ट पिरो छ यार यस्तो मिठो हुन्छ गाउँहरू खानासाना खाएर पनि फेरि अमिलो आँप खान मन लाग्यो त्यही भएर चाहिँ आँप काटेर हाम्रो आँपको रुख चाहिँ त्यहाँ छ त्यो आँपको रुख ठुल्ठुलो हुन्छ फेरि आँप त यतै हुन्छ तर हावाले सबै झार्छ कि खासै छैन झारेर सकेछ यस्तो हेर्नु सो गाइजहरू अहिले चाहिँ के भन्दाखेरि त्यहाँ हाम्रो धारामा चाहिँ अलिकति पानीको प्रब्लम भइरहेको रहेछ पानी आएको छैन रहेछ कि अहिले अनि त्यहाँ अलिकति पानी हेर्न जानु पऱ्यो भनेर मुहान चाहिँ यही नजिकै छ टाढा छैन पानीको मुहान अनि सो अहिले म पानी आकाशबाट पानी पनि पर्न लागेको छ हेर्नु न यस्तो भइरहेछ कि अनि उतातिर पनि के भन्छ हुसोहरू पुरै लागिरहेछ कि बादल हुसोहरू लागिरहेछ अनि सो म चाहिँ अहिले यतिखेर पानी हेर्नलाई जाँदैछु होइन अहिले हेर्न सक्नुहुन्छ यो पनि हाम्रो यता हेर्नु पुरै अदुवाको खेतीहरू छ यतापट्टि होइन सो हाम्रो रोडहरू छ कि यतातिर रोड त यस्तै हो रोड हो कि भैँसी हिँड्ने बाटो हो यस्तै भइरहेछ रोडहरू हेर्नु गाडी हिँड्दैन रोड चाहिँ यस्तो भएर चाहिँ भइरहेको रहेछ होइन यता कोदोको बिउहरू उ गरेर रहेछ बिउ छर्या रहेछ म चाहिँ भर्खर आँप खाएर यस्तो पिरो भएर यति चिनी खाएर आइदिएको मैले चिनी खाएर आएको अनि यसो धारामा
पानी खान जानु पऱ्यो भनेर गएको अनि त्यहाँ पानीको मुहान चाहिँ हाम्रो माथि छ हो माथि पानी त फेरि एकदम ओरिजिनल पानी हो नि त गाउँघरको भनेको भबाल अन्त केही हुँदैन होइन सहर गर्न नजानेपछि होइन रोपिसकेपछि अब केही वर्ष यिनीहरूलाई मिहिनेत गर्नुपर्छ क्या जुनसुकै होस् न होइन बारी जस्तो बारी लगाए पनि मिहिनेत नगरेसम्म चाहिँ हुँदैन नि त अहिले हेर्नु मिहिनेत गरेर त कस्तो राम्रो हुन्छ नि पानीको मुहान यस्तो भइरहेको रहेछ यार ओ माई गड पानी चाहिँ यही भित्रबाटै आउँछ क्या हाम्रो चाहिँ यो चाहिँ हाम्रो लगभग खै मलाई पनि थाहा छैन ल अब कहिलेदेखिको मुहान होला यो पहिल्यैदेखि होइन म यत्रो भयो होइन अब यहीँतिरको पानी चाहिँ खान्छ कि हामीले पिउने पानी हाम्रो यतातिरै हुन्छ मुहान चाहिँ यो सो गाइजहरू म चाहिँ यतिखेर पुरा पानी हेरेर चाहिँ पुरै मुहान यताउति सफा गरेर चाहिँ म अहिले फर्किसक्यो बब्बाल क्लियर आइरहेछ अहिले चाहिँ हेर्न सक्नुहुन्छ है यहाँ यस्तो ठुलो पानी आइरहेछ होइन अनि त्यही भएर म चाहिँ ढुक्क भयो कि यहाँ पानी आइसकेपछि ढुक्क भयो कि घर पानी जान्छ क्या यहाँदेखि मुनि चाहिँ चुट्याउने ठाउँ छैन नि त अनि त्यही भएर चाहिँ पानी एकदम राम्रो आउँछ अनि यस्तै हो पानी चाहिँ होस् मिठो पानी हुन्छ नि त अब टक्का घरमा पानी पुगिहाल्छ होइन सो गाइज के कस्तो भयो आजको यहाँसम्मको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो अनि पक्कै राम्रो पनि लाग्यो होला तपाईँहरूलाई होइन अनि यस्तै हो सबैजना सब्सक्राइब पनि गरिदिनु होला अनि यस्तै माया सपोर्ट दिइराख्नु होला भन्दै लगभग म आजको लागि चाहिँ यहीँसम्म गर्छु होला होइन त्यही भएर चाहिँ अब फेरि भेट होला नेक्स्ट भ्लगमा होइन यस्तै हो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि कस्तो खालको भिडियो चाहियो तपाईँहरूलाई होइन अब त्यो पनि कमेन्ट गर्नु होला अनि यस्तै हो आजलाई यति नै गरौँ होला बाई बाई सबैजनालाई यता